हेलो सेवा नमस्कार मेरो च्यानलमा तपाईलाई स्वागत छ। आज चाहिँ माघे गते माघे सङ्क्रान्ति ल आज चाहिँ हामी पोखरामा आज माघे सङ्क्रान्ति मनाउन गइरहेछौँ। हामी चाहिँ आज घर परिवार 3 जना छौँ। ल मेरो भिडियोलाई चाहिँ तपाईहरुले सुरुदेखि लास्टसम्म नछुटाइ हेरिदिनु होला र मेरो भिडियो चाहिँ तपाईहरुले सक्दो शेयर गर्नु होला, प्रतिक्रिया दिनु होला र सब्स्क्राइब गरिदिनु होला। ल आजको हाम्रो परिकारहरु ल आलु, यो आलुको दम, अन्डा, सुन्तला अनि यो अंगुर, सक्खर, यो चाहिँ यताको तरुल है। ल पहिलोचोटि खाल्छु म सिमतिरको तरुल। यहाँ रोटी, हाम्रो छोरी यता रोटी खाँदा। छोरी खोइ छोरी सबैजनालाई खोइ हाई भनिदिनु, नमस्ते गरिदिनु। खोइ रोटी देखाउ त तपाईँको, खोइ यता आउनु। छोरी चाहिँ रोटी पकाएर गयो है। ल रोटी चाहिँ आज टन्नै छ। यो चाहिँ ल यहाँ पनि रोटी छ, यहाँ पनि रोटी। हामीले चाहिँ आज पहिलोचोटि आमा चलेर ल यहाँ चाहिँ हाम्रो नुयाङ्मीको आमाले यहाँ चाहिँ आज सबै यहाँ खानेकुरा बनाएको है। हेलो बिहानै उठेर छोरी म चाहिँ अहिले भर्खर उठेको। ल साह्रै दुःख गरेको छ। आज सङ्क्रान्ति कसरी मान्ने हो? हो आज हामी फलफुल खाएर सङ्क्रान्ति मान्दैछौँ है। ल ह्याप्पी जगदम हाम्रो नुयाङ्मीको बुङ पनि रोटी। हाम्रो छोरी पनि रमाउँदैछ है। ल अब हामी चाहिँ ल शुभकामना दिइसक्यो है। ल मेरो त रहने शुभकामना म त दिन भुलेछु। ल नुयाङ्मीको नुयाङ्मी खोइ तपाईँ पनि शुभकामना भन्नु। खोइ शुभकामना खै नमस्ते। खै नमस्ते रोटी गरेर नमस्ते। खै नकल चाहिँ गरिदिनु ल सबैजनालाई। ल हाम्रो भिडियो हेर्दै गर्नु होला तपाईँहरूले। ल यहाँ चाहिँ हाम्रो टाढा हामी आएर पनि आफ्नो घरमा जस्तै माया गर्नु नै हाम्रो घरधनीहरूलाई यहाँ चाहिँ यो चाहिँ उहाँलाई दिने। हामी उहाँहरूको घरमा बस्छौँ तर घरको आफ्नै परिवार सदस्य जस्तो मान्नुहुन्छ। त्यही भएर हामी त यहाँ घर पुऱ्याएर आउनु होला, राम्रोसँग जानु होला। अब चाहिँ हामी खाने आउनु। दर्शक महानुभावहरू हाम्रो भिडियोलाई माया गरेर साथ सपोर्ट दिनु होला। लु ह्याप्पी माघे सङ्क्रान्ति। लु खानुहोस् नुयाङ्मीकामा मेरो मन्त्री। आज भिडियो बनाउनु मौका राम्रो भएको छ है। मौका कोही छैन। आज चाहिँ हामी 2 जना मात्रै, 3 जना। छोरी आउनु खाने अन्त राखेको यो कस्तो दादा पहिलोचोटि होला। मिठो हुन्छ त यस्तो हुन्छ कुरा हुन्छ पनि। अर्का पनि आलु खानु आलु मैले ठिक गरेको छु होइन त। त्यस्तो पकाउनु जाने ठिका रहेछ है। मिठो रहेछ दामी। पोरो इटालीमा पोखरामा आलु कहाँ हो कति बुझ्यो आमा यो त आधा त भर्खर त्यहाँ पर नि क्या एउटा हो त ए
Nah, kangen. Om coba kan ya. Biar nawan darah lu hasil itu deh. Tự nhà của thằng ấy rất xô mi lên. Anh nói. Duit dia kok. Sao bây giờ đi cái vòng này. Thôi ba juga kêu nak. Hả? Kau kêu khang tau kaya. Ano? Mang ra nữa không? Đi chân luôn. Mang ra rồi. Kau kêu no. Ano? Kata beliau. Jenis hadut. Kalau kita hari hadut. Ada baca ni. Chồng rất là nguyện. Memang barang. Ini tadi yo. Yo hangus. Ayo. Oh, dia kira apa hangus tadi? Ăn nó bén lại. Ăn rồi. Đây cái này nữa. Nó bén lại. Ba baru dah boy. Betul lagi dia juga dah. Hả? अच्छा. Baik. Okey, kita ke pamit total pada dia. Untuk laga. Tak ada apa ni. Betul dah. Tato banana, tato banana. Ăn không cá không? Ani. Kalau kan ada bayar betul kan sudah kalau sudah kaya kan ini jadi. Nanti bakso ini kaya lagi. Bakso kaya jadi. Rồi bên dàn này. Tentu dah mata ni. Eso lo no. Eso vamos a hacer, ¿no? A mí se le hace que se le. Dari mana dah sudah. Tua ibu orang dari mana setiap setiap enggak ada dia. Enggak ada. Cái cho bằng dàn. Tua ibu kita orang tu. Cái con này có sổ. Apa? Tập cái sống này. Sau khi có thứ tập này rồi. Dah kalau tu. Cara tadi baca benar kawan kan. Oke, baik baru tak. Pada tidak ada panen dia sudah. Penyokong. Sudah ada. Đó.
अहिले बोक्न चाहिँ आराम गर्छ अरे भात चाहिँ खानु ल बोल्दै लोटा दुईटा तिनवटा भन्नु नर्स पनि अन्त तपाईँ नि त छोरा हाम्रो लगाउने इँदैन नि नि त आजभोलि पाए त धेरै परेन बाटो नआउँदा अहिले पर्नु यो चाहिँ परभन्दा फरक जुत्तालाई नानी रानी नानी बुझ्यो सबै के चाहिँ बिहार के जैसे खिलाउने रहेछ म त लाभाको धोको जाने आएको थियो घोको छोरी ए छोरी खै नकल गरिदिँदा हाम्रो परदेशको बसाइ चाहिँ यस्तो छ है हामी चाहिँ यसरी परदेशमा बसिरहेछौँ आफ्नो जन्म गराएर छोडेर हामी चाहिँ देशभित्र भने परा कर्मभूमि बनाएर यता बसेका छौँ है ल के गर्नुभयो छोरी अब छोरीले पनि अन्डा बाई बाई ल आजको हाम्रो माघे सङ्क्रान्ति चाहिँ यति नै अब नेक्स्ट भिडियोमा फेरि अब तपाईँहरूलाई फेरि अर्को भिडियो लिएर आउनेछौँ अब नेक्स्ट भिडियोमा पनि यस्तै रोमाञ्चक भिडियोहरू लिएर आउनेछौँ हस् त